नागरिक भन्दा मेयर चाहिँ तल हो। म भोलि मेयर भइसकेपछि धरानी जनताभन्दा तल हो, किनभने उसको सेवा गर्न जाने हो। कन्फिडेन्स तपाईँहरूले मलाई मेयर बनाएर मैले पानी खुवाउनु सकेन भने म धरान किन बस्ने होइन? मेरो नैतिक आधार छ, बन्छ त? मेरो नैतिक आधार बन्दैन नि त है। मेरो कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीति र भाषणले मात्रै बन्दैन देश, हर्क साम्पाङ चाहिँ नि साधारण तरिकाले पनि असाधारण काम गर्न सकिन्छ भन्ने विश्वास बोकेको एउटा व्यक्ति जस्तो मलाई लाग्यो। के भन्ने हैन, ढुङ्गा त्यस्तो साह्रो छैन होला, त्यही पनि हामी खोज्छौँ, यता मासतिर जान्छौँ हैन, त्यहाँनिर अलिकति खनजोतको कामहरू पनि हुन्छ र हामीसँग डोजर पनि आइसकेको छ हैन, ट्र्याक्टरहरू पनि छन् र सबैजनालाई म भन्न चाहन्छु हामी सबै मिलेर यो धरानको यो बाटोलाई, महत्त्वपूर्ण बाटोलाई हामीले बचाउनका लागि अत्यन्तै इमर्जेन्सी बेसिसमा काम गर्नुपर्ने अवस्था छ। कुरा बुझ्यो नि? अहिले चाहिँ चक्कमन्नै भयो त हौ, चक्क परे म फर्स्ट टाइम। अब सुन्नु भाइ, ध्यान दिउँ। अब यसरी चाहिँ नि हामीले चाहिँ नि होइन त्यो गर्नुपर्ने हुन्छ। अब कतिले चाहिँ भन्छ त्यता म गए पो भने होइन, यो धरान सबै हाम्रो, यो देशै हाम्रो होइन, देशै हाम्रो भन्नुको मतलब धरान बाहिर पनि यो मान्छेले लान्छ कि क्या हो ढुङ्गा बोकाउनु भनेर भन्दै सोच्दै हुनुहुन्छ होला। लानु पर्छ होइन। हाम्रो देशको सिमाना भत्किँदाखेरि त्यहाँ पर्खाल लगाउनु जाने हो, खोइ त हेरौँ को जाने, हात उठाउँ त। आमै सबै जाने रहेछ ल, ठुलो भुसुक्कै हुने अब, भुसुक्कै हुने होइन है। त्यसले गर्दाखेरि म सबैलाई भन्न चाहन्छु आज है, हामी स्वार्थी नबनौँ। पेटको लागि मात्रै हामीले सोचेर हुँदैन, देश पनि हाम्रो हो। त्यो तपाईँले बोकेको पेट तपाईँको हो, तर देश चाहिँ कसको हो त? यो भन्दा यो देश पनि हाम्रो हो, देशको लागि काम गर्नुपर्छ श्रमदानमा है, देशको लागि काम गर्नुपर्छ। म सबैजनालाई त्यो प्रेरणा दिन चाहन्छु, इन्करेज गर्न चाहन्छु है। सबैजनालाई म चाहिँ नि देशका लागि काम गर्नका लागि प्रेरणा दिन चाहन्छु। सबैजना तपाईँहरूले सहयोग गर्दै आउनु भएको छ। मैले यहाँ थुप्रै देखिरहेको छु यहाँहरू होइन। हाम्रो सगरमाथा ट्रेनिङ सेन्टर, माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरको हाम्रो कुमारजी, हाम्रो विमानजी होइन, दुईजनालाई मैले चाहिँ नि सम्पर्क पनि गरेँ हिजो। र हामीसँग चाहिँ नि लाहोर जानको लागि आतुर भइराख्नु भएका भान्जाहरू पनि आउनु भएको छ। उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। ताली बजाउनु पर्छ कि होइन। र यता सुनौलो सक्षम महिला समूह धरान 11 भन्ने पनि आउनु भएको छ, उहाँहरूलाई पनि हार्दिक धन्यवाद छ। र ब्यानर नलि आउनेहरू पनि थुप्रै हुनुहुन्छ होइन, थुप्रै हुनुहुन्छ। उहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। खास खुस नगर्नु, डोन्ट टक टु इच अदर भनेर इङ्ग्लिसमा भन्नुपर्छ, इङ्ग्लिसमा पनि होइन। यता साउने टोल बस्ती संस्था धरान 17बाट पनि आउनु भएको छ। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यहाँ बुझौँ है कुरा, अब बुझौँ। अब हामी दुई भागमा विभाजन हुन्छौँ। मैले भने अगुवाई गर्ने साथीहरू नअल्मलिनु होला होइन। तपाईँहरूले ठ्याक्क 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 मिलाउने हो। अब यहाँ माथि काम गर्ने मान्छे बसै चढेर जाँदा हुन्छ, किनभने 2-4 टर्निङ छ, माथि गइजान्छ के अरे पुग्दाखेरि कोही चाहिँ फेरि, तर त्यति कमजोर त छैन होला श्रमदान होइन। हिँड्दै हिँड्दै हिमालसम्म श्रमदान गर्न जानुपर्छ कुनै दिन, पर्दैन? त्यसले गर्दाखेरि होइन बसमा चढेर माथि जानु होला। अनि ढुङ्गा कलेक्सनमा जाने साथीहरू चाहिँ हामी यता जान्छौँ। अब भानु दिनेशजीले गैँती झम्बल बनाउनु भएको छ कि छैन, त्यहाँ व्यापक खन्ने कामहरू हुन्छ। त्यो औजार माथि जान्छ, केही चाहिँ ढुङ्गा निकाल्नका लागि, केही झम्बल चाहिँ यहाँ रहन्छ होइन, यहाँ रहन्छ। बेलचा र गैँती र धेरै जसो झम्बल मासतिर जान्छ। र हाम्रो डोजरले है, डोजर कतिवटा आयो? एउटा मात्रै हो, दुईटा आएको छ। ओके, यहाँ के अरे यो साबुन फ्याक्ट्रीमा पनि हाम्रो ढुङ्गाहरू छ, त्यो ढुङ्गा सङ्कलन गरेर ट्र्याक्टरले माथि पुर्याउँछ होइन, ध्यान दिए भाइ। अनि त्यो ढुङ्गा प्रयोग गरेर जाली बुन्दै गर्ने काम हुन्छ। हामी अरू ढुङ्गाहरू सङ्कलन गर्छौँ र आज हामीले चाहिँ नि लगभग 2 घण्टामा काम सिद्ध्याउनु पर्छ। कति घण्टामा? 2 घण्टामा काम सिद्ध्याउने हो। ओके, घामले बोल्छ, घाम आची घाम घामले पोल्छ भन्नुहुन्छ। श्रमदातालाई घामले नपोल्छ न पानीले भिजाउँछ है, त्यस्तो खतरा हो, त्यस्तो खतरा हो, खतरा है, खतरा हो कि होइन? अनि बिचमा घामले पोल्छ। यस्तो घाम त अझै चर्किनु पर्थ्यो त्यसरी। मैले भन्ने गर्छु नि, साउदीमा जतिको घाम लागेको छ
तपाईको छोराहरू साउदीमा अहिले काम गर्दैछ, तपाईको श्रीमानहरू साउदीमा काम गर्दैछ, कति छोरी चेलीहरू पनि के अरे काम गर्दैछ। कतारमा यतिको घाम लाग्छ? योभन्दा थोरै लाग्छ नि, योभन्दा धेरै लाग्छ, योभन्दा धेरै लाग्छ। अनि कतारमा काम गर्ने नेपालीलाई चाहिँ गर्मीले पोलेन होइन, घामले पोलेन। साउदी दुबईमा काम गर्ने मान्छेलाई चाहिँ नि घामले पोलेन, हामीलाई चाहिँ घामले पोल्यो? घामले पोल्दैन है। एकदम खतरा भएर निस्किनु पर्यो श्रमदाता, त्यस्ता जाब भन्ने यो काम गर्नु है। तर ढाड चाहिँ नसर्काउनु, ढाड नसर्काउनु, साह्रै ठुल्ठुलो नउचाल्नु। धेरै स्पिड गर्दाखेरि पनि इन्जुरी हुन्छ। र ट्र्याक्टरको वरिपरि ढुङ्गा लगाउँदाखेरि ट्र्याक्टर अब त्यो यस्तो यस्तोमा हिँड्छ होइन, त्यसले गर्दाखेरि त्यो पनि होस पुऱ्याउनुपर्छ। ट्र्याक्टरदेखि अलिकति पर बसेर काम गर्नुपर्छ। म यति भन्न चाहन्छु, यहाँहरू सबैजनाले खास सेफ्टी ब्रिफिङ दिइराख्नुपर्ने, त्यस्तो भिरमा पाइप तान्नुपर्ने किसिमको काम होइन यो है। हामी यो गर्छौँ र यस्तै तपाईँको चाहिँ विभिन्न ठाउँमा भत्किन लागेको नगर्दाखेरि क्षति हुने खालका कामहरूमा अब हामी केन्द्रित हुनेछौँ केही समय। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। यो हप्ता मात्रै हामीले 4 चोटि श्रमदान गर्यौँ है, 4 चोटि श्रमदान गर्यौँ। अब श्रमदान गर्नुभन्दा अगाडि हामी के गर्छौँ चाहिँ नि स्वरले होइन, एकै स्वरमा उच्च स्वरमा चाहिँ नि हाम्रो धरती हाम्रो आकाश भन्ने गीत गाउँ भन्ने आह्वान गर्न चाहन्छु। सबैजनाको देश बनाउने तपाईँको चाहिँ नि होइन, देश बनाउने हातहरू हेरिदिउँ त एकचोटि। हो सबैले के लगाइराख्ने लगाउनु पर्छ, भ्रष्टाचार गर्नु चाहिँ लगाउने हो क्या? काम गर्छु भन्नु के लगाउनु बेचारमा होइन, काम गर्नु लाज मानेकै कारणले हाम्रो देश अघि बढेर नि त त्यसो गर्दा है। ल सबैजनालाई एकचोटि हात उठाउनु, दुईटा उठाउने भ्यायो भने उठाउनु, नत्र एउटा उठाउनु। ठिक छ, यो गीत सुनेको छ सबैले गाउनु। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, सबै हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। गीत गाउँदा लाग लाग्यो, देशभन्दा लाग लाग्छ, देशभन्दा अल्छी लाग्छ। त्यसो भने जोरदार सबैले गाउनु, सबैले जोडले गाउनु है। देश आफै भन्दैन गाली गर्दै अरूलाई, देश आफै भन्दैन गाली गर्दै अरूलाई, हातेमालो गरवाले सचाएर आफैलाई, हातेमालो गरवाले सचाएर आफैलाई, श्रम गरौँ कर्म गरौँ कसको हेर्नु, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ, विदेशीले बचाउँदैनन् हाम्रो देशको साथ। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। यो देशको ढुङ्गा बाटो, यही देश
समाधि उठाउन आउँदैन समय समाधि उठाउन आउँदैन समय प्रगत होइन पसिनाले भिजायो समरोगी महला फलायो धरती हाम्रो आकाश हाम्रै परिवेश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश स्वर्ग सधैँ मिली बनायो देश स्वर्ग सधैँ मिली बनायो देश हाम्रो धरती म हो श्रमदाता। तपाईहरु सबैले भन्नुभएको छ यो देशलाई सम्झेर नलजाइकन मायालाई व्यक्त गर्दै सबैले उच्च स्वरमा एकैसाथ भन्नुहोस् म हो श्रमदाता। हेर्दिन म अरूको हेर्दिन म अरूको बन्दिन म जिउँदो लास सजाउँछु श्रमले परिवेश बनाउँछु हलो छरी जोडिन्छु मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म स्वाभिमानको वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा म हुँ श्रमदाता। कलमले मात्रै बन्दैन देश औजार चलाउनु पर्छ अब नीति र भाषणले मात्रै बन्दैन देश गर्नुपर्छ जय श्रीराम जय श्रीराम। हो यो देशका साथ हामी आज जारी लगाउँदैछौँ यहाँ सबैजनालाई है देशको माया लागेर यहाँ आउनु भएको छ देशको माया बोकेर सम्मान गर्नुमा यहाँ सबैजनालाई हार्दिक नमस्कार जय। हामी आज छौँ भोलि छैनौँ है सुन्नुमै अलिकति अब भाषण पनि गर्नुपर्छ घरिघरि भन्छ भाषण त तर गर्नु मलाई आउँदैन फेरि नेपालमा भाषण गर्नु नजान्ने मान्छे है म सुन्नु है यहाँ अब हामी आज छौँ भोलि छैनौँ भन्दैछ गीतले त्यस्तै हो होइन सुन्नु धेरै नहाँसौँ सिरियस है सुन्नु है राम्रोसँग। अब गीतले अहिले के भन्यो भन्दाखेरि अब एकछिन त्यो ट्र्याक्टर एकछिन यहाँ अलिकति अब 2-4 कुरा बुझ्नुपर्ने पनि भयो 2 मिनट फेरि यो हाम्रो गीतले के भन्यो भन्दाखेरि यो गीत चाहिँ हाम्रो नाम्लो भन्ने चलचित्रको पूर्ण लिम्बू भन्ने हाम्रो सहयोगी हाम्रो चाहिँ अभियन्ता सर हुनुहुन्छ है उहाँको चलचित्र हो यो नाम्लो चलचित्रको गीत हो यो थमथमी नाच्ने खालको हामी नाच्यौँ फेरि नाच्ने नाचै गर्नुपर्छ त्यो त होइन काम सकिँदैन नाच पनि सकिँदैन यस्तो राम्रो बुझौँ ल अब एकछिन अब राम्रो बुझौँ एकछिन सर एकछिन न आमा यो कतिखेर के गर्ने भने टाइमिङ ठान्डा भएर के नेपाली होइन सुत्ने बेला के अरे फेसबुक चलाइरहेको छ फेसबुक चलाउने बेला सुत्छ भने जस्तो क्या राम्रो बुझौँ है त्यो ट्र्याक्टर पनि त्यही राख्दै गर्नु एकछिन होइन 2 मिनट यो गीतले भने जस्तो होइन हाँसखेल गरौँ जिन्दगी आज यहाँ भोलि कहाँ होला होइन आजको दिन भोलि कहाँ होला आज एउटा संयोगले हामी यहाँ भेटेका छौँ होइन भोलि हामी भेट्न सक्छौँ पनि सक्दैनौँ है
विभिन्न परिस्थितिले गर्दा हामी विभिन्न ठाउँमा गएर काम गर्नुपर्ने बाध्यता छ होइन। यहाँ यी भर्ती लाग्न आउनु भएको युवाहरू हुनुहुन्छ, कति भर्ती लागेर जानुहुन्छ होला, सबै नै जानुहोस् भन्छु, तर त्यो सम्भव नहोला है। आज हामी यहाँ छौँ, भोलि कहाँ हुन्छौँ होइन। तर जतिजेल बाँचिन्छ त्यतिजेलसम्म हामीले चाहिँ नि यो देशको लागि केही न केही गरिराख्नुपर्छ। त्यो हो कि होइन? हो, त्यो चिज हो। अब आजको 20 वर्ष पछाडि हाम्रो अनुहार यो धरतीमा नहुन पनि सक्छ। कति मान्छे मरेर गइन्छ होइन। कहिले कसको काल कहिले आएको छ, कसको दिन कहिलेसम्म हो भन्ने हाम्रो थाहा हुँदैन होइन। तर यो धरतीमा हामी रहन्जेलसम्म सधैँभरि यसरी नाचिरहन पाऊँ होइन, सँगै मिलेर काम गर्दै सँगसँगै बाँचिरहन पाऊँ भन्ने कामना हामीले राख्नुपर्छ। यो श्रमदान अभियान भने खालि ढुङ्गा बोक्ने रहेछ, पाइप तान्ने यति मात्रै होइन। यो भनेको मान्छेलाई मान्छे बनाउने अभियान पनि हो। यो ढुङ्गा र हामीमा के फरक छ भन्दाखेरि हामी सजीव छौँ। हामी सजीव कुन अर्थमा छौँ? बिहान उठ्छौँ अनि यसो चहल पहल गर्छौँ, बेलुका सुत्छौँ, भात खान्छौँ, हिँड्छौँ होइन भन्ने होइन है। हामी कति भावनात्मक छौँ भन्ने कुरा पनि हो। यो देशप्रतिको भावना हाम्रो के छ होइन। यो बिरुवा देख्दा तपाईँलाई माया लाग्छ कि लाग्दैन, बगर देख्दा तपाईँलाई माया लाग्छ कि लाग्दैन, ऊ त्यहाँ भत्केको त्यो पहिरो देख्दा तपाईँलाई माया लाग्छ कि लाग्दैन, ट्र्याक्टर के अरे देख्दा तपाईँलाई माया लाग्छ कि लाग्दैन, त्यो ट्र्याक्टर चलाउने भाइलाई देख्दा माया लाग्छ कि लाग्दैन भन्ने कुराहरू। भन्नुको मतलब हामी जबसम्म भावनात्मक हिसाबले देशसँग जोडिँदैनौँ तबसम्म देशको माया लाग्दैन हामीलाई। यो श्रमदानको अभियान भनेको भावनाको अभियान पनि हो। यो तपाईँको चाहिँ नि कोकाको पाइप हामी देख्छौँ होइन, त्यो यसो एउटा पाइप रहेछ, पानी मात्रै रहेछ भने भौतिकवादी बन्नु हुँदैन। त्यो हाम्रो सपना हो, त्यो हाम्रो भावना हो होइन र। यहाँ तपाईँ के गर्न आउनु भएको? यहाँ तपाईँले केही पनि पाउनु न, दिनभरि चाहिँ नि होइन ढुङ्गा बोकेर भन्दा यो देशलाई दिनलाई आउनु भएको छ, त्यो त भावना हो। त्यसले गर्दाखेरि यो गीतले भने जस्तो हामी आज छौँ भोलि छैन होइन, नहुन सक्छौँ। यो धरतीमै पनि नहुन सक्छौँ, यो देशमा नहुन सक्छौँ। तर जतिन्जेल हामी यो देशमा छौँ, जतिन्जेल हामी यो धरतीमा छौँ, हाम्रो मनमा सधैँभरि होइन उच्च विचारहरू हुनुपर्छ। निकृष्ट विचारहरू हुनु भएन, अब उत्कृष्ट विचारहरू हुनुपर्छ। सहयोग गर्ने, सद्भाव